हेलो गाइज वेलकम ब्याक टु माई भ्लग। अनि चाहिँ आज चाहिँ म अब जिमै जान्ला हो। म छिरेर मात्र आइहाल्छु कि बुझेर के। अनि म जिम त जान लाग्यो बट बजार नि जानु छ आज। मेरो पासपोर्ट आयो कि भनेर सो बुझ्न जानु छ। त्यही हो। त्यही होइन अब चलिदिनु पर्ने हुन्छ। अब भर्नु हुने के भन्नु भर्ना त भयो के अरे। अब म कुन कलेज रे पढ्ने? वीरेन्द्र। बाहिर नि ट्राई गरिरहेको के अरे। कुन देश ट्राई गरे? युएस। युएसमा त उसा भइरहेको नि त भइरहेको छ नि गजब छ। भइरहेछ अब के गर्नु त, अब ट्राई गरेको कुरा त्यत्तिकै छोड्नु भएन। त हामी इन्ट्री लिइसकेछ रे। नभइकन हाम्रो भ्लग स्टार्ट गर्नु। हेलो गाइज भन्नु न। हेलो गाइज, प्लिज के भाइ रे? स्लिपर बिल्ड भाइ आयो। स्लिपर बिल्ड भाइलाई लाइक फलो सब्सक्राइब। आज त बडी नदेखाइ गरेको त सर। यसको राज के होला? तीन सौ केजी ल कमन ल मोटिभेसन कि मलाई यहाँ सबले चिन्न थालिसक्यो। अब घुमिरहेको होला है। कस्तो फिल हुन्छ नि त नि। हाम्रो चाहिँ लगभग सिदिन आइसक्यो। हाम्रो सर आइसक्नु भएको छ होइन। पुरा इग्नोर हामी। फ्लेक्स अनि मैले मेरो ठुलो देखिने बनाएको कि। खाना खानुपर्छ, घरमा कोही हुनुहुन्न, ताला लारहेछ। यस्तै छ। हस्पिटल जानुभएको क्या हो। सो अहिले भेट्नुपर्छ। यस्तै छ है। सो मसँग मेरो दिदी नै छ है। यो दिदी भन्ने मात्र हो, बहिनी भन्दा पनि सानीले। यस्तै छ। अब यत्तिकै भ्लग एन्ड हुन्छ मेरो आजको। आजमा त्यस्तो केही छैन, त्यही पनि कसैले नै हेर्दैन। त्यही पनि मलाई कस्तो राम्रो लाग्यो भिडियो अपलोड गर्न, त्यही भएर गरिदिइहालेको। सो यति नै हो। त्योभन्दा धेरै केही पनि छैन। पछि भेटौँ ल, बाई। हामीले बाटोमा कालो बिरालो देखेको। कालो बिरालो केही भएन कि। तिमीले मलाई धेरै हेल्प गर्यो होइन त्यो टाइममा। सो आई हेभ नो रिग्रेट on staying with you at that time है। I'm feeling very good है। कसलाई भनेको चाहिँ अब जसले हेर्छ त्यसले थाहा पाउँछ। त्यो आन्टीले मलाई कसरी हेरे यार, कसरी हेरेको यार मलाई त्यो आन्टीले। त्यो आन्टीले क्या पछाडिको आन्टीले, त्यो पछाडिको आन्टीले के कसरी हेरेको।
हाम्रो मामाहरू हो नि त हाम्रो मेरो मामाहरू मामा सर मेरो भ्लगमा हाई गरिदिनु न त्यस्तै छ जिन्दगी बुवालाई नमस्ते भन् यस्तो दामी आएको हेर यस्तो दामी आएको भन् छ ब्याङ्कमा एउटा हाल्नै मन लागेन छिटो छिटो गर्नु खै त आमा बुवा आमा कहाँ जानुभयो ए अनि ए अङ्कल खै त ओ यहीँ खान्छ बाटोमा खाँदै जाने हो यहाँ झाउ लाग्यो हजुर हामी यत्तिकै डुलेको ठिकै छ हामी चाहिँ भात खाएर बसिसकेको तपाईँ जिममा जाँदैछ त म भात खानु सन्चै हुन्छ सबै बाबा भेट भइरहन्छ हजुर बाबा त बेलामा भेट भइरहन्छ बाबा त यही बाटो हिँड्नुहुन्छ सधैँ मेरो सबै यो के ल्याएर हालेको छ सबै यसैले हो मेरो एसिस्टेन्ट हो नि त अनि यो पनि यस्तो कुरामा इन्ट्रेस्टेड छ मसले टोकेर बाहिर बस्नै हुन्न त्यही भएर बस्नु मन लाग्दैन कोठामा बस्यो अहिले 7 बजेको बस्यो यहाँ कतिको मच्छर लाग्छ अब कम भयो नि अस्ति त हिजो 2-3 दिन मच्छर लाग्छ हेर्नु हाम्रो माथि जालीवाला ढोका हाले होइन त्यो जालीवाला ढोका हाल्न मिल्दैन कि बेसी राखे मच्छर त भर भित्र कोठामा त पस्न दिन्नौँ हामीले किनभने कोठामा त सबैको ड्याम ढोका लगाएको पस्दैन अब धेरै पछि होइन अब धेरै टाइम लाग्यो हामी त गफ हानेर बस्यो होइन सो अब हामी जानुपर्ने हुन्छ अब हामी जान्छ आजको भ्लग चाहिँ यहीँ इन हुन्छ हस् गुड नाइट बाई बाई